Hi guys, welcome to my vlog. आज चाहिँ म सुप बनाउन जाँदैछु जुन चाहिँ घरमै भएको भेजिटेबल्सहरुको सुप बनाउँदैछु जहाँ चाहिँ मैले गाजर लिएको छु, मुला लिएको छु, सिमी लिएको छु, बिटरुट लिएको छु अनि ब्रोकाउली र काउली पनि थोरै थोरै लिएकी छु। अनि यसलाई चाहिँ मैले मजाले पखालेर सबैलाई मसिनो मसिनो हुने गरी काटे। फर्स्टमा चाहिँ म मुला काट्दैछु, त्यसपछि ब्रोकाउली नि काटे, गाजर पनि काटे, सबै काटेको छु हेर्नुला। मैले सबै काटिसके हेर्नु ल। गाजर मुलाहरू सबै काटे अनि अलिकति बढी भएको थियो अनि मैले त्यो पनि खाएँ हैन। त्यसपछि मैले कराई बसालेँ अनि थोरै तेल हालेँ अनि सुरुमा चाहिँ म त्यो सिमी फ्राई गर्न जाँदैछु। क्या सिमी चाहिँ अलरेडी फ्राई गर्नुपर्छ नि त, त्यही सुप बनाउनलाई चाहिँ नचुक पनि चाहिन्छ नि त, अलिअलि बाक्लो होस् भनेर चाहिँ मैले नचुक पनि हालेँ। 2 प्याकेट हालेको छु नचुक। हेर्नु होला, त्यसलाई मैले पानीमा पहिले सुरुमा घोलेर त्यो डल्लाहरू सबै फुटाएँ अनि राखेको छु। अहिले त्यो चाहिँ हाल्नु पर्छ सुपमा एकछिनपछि। कराईको तेल पनि तात्यो अनि मैले के गर्दैछु भने सिमी हालेँ। सिमीलाई एकैछिन फ्राई गरेँ। हेर्नु होला कसरी फ्राई गरेको छु, एकैछिन मात्रै फ्राई गरेँ अनि त्यसपछि अलि हल्का हल्का चलाउँदै भन्छु। त्यसपछि अनि मैले मुला हालेँ, गाजर हालेँ, बिटरुट पनि हालेँ अनि ब्रोकाउलीको त्यो तलको स्टिम हुन्छ नि हो त्यो पनि हालेँ अनि मजाले चलाएँ एकैछिन। अनि त्यसपछि आएर ब्रोकाउली र काउली पनि हालेँ अनि अघि नै रेडी भएको त्यो सुप छ नि त्यो हाल्न पनि रेडी गर्दैछु। अनि साइड बाई साइड मैले त्यहाँनिर अदुवा पनि पिसेर हालिहालेँ अनि आएको सुप पनि हालेँ। हेर्न सक्नुहुन्छ तपाईँहरूले, अलिकति पानी पनि हालेँ, तातो पानी हालेको नि त त्यो कचौरो पखालेर। अनि मैले त्यति राम्रो बनाउन त आउँदैन, त्यही पनि बनाउन ट्राई गर्दैछु। अनि त्यसपछि स्वादअनुसार नुन पनि हालेँ, थोरै मैले मरिच पनि हालेँ अनि त्यसपछि सानो ग्यासमा बसाल्ने अनि पाक्यो। थ्याङ्क यू सो मच फर वाचिङ।